हरे कृष्ण किचनमा हजुरलाई स्वागत छ। आज मैले नयाँ रेसिपी लिएर आएको छु, पनिर पपकर्न एकदमै स्पेशल। त्यसको लागि मैले चाहिँ 500 ग्राम आधी किलो पनिर लिएको छु। यसलाई चाहिँ क्युब सेपमा कट गर्ने, अलिकति ठुलो साइजमा। अनि यो चाहिँ लामो पनि कट गर्न सक्छ, जुन पनि सेपमा कट गर्न सक्नुहुन्छ, तर अलिकति साइज ठुलो हुनुपर्छ। अब यसमा चाहिँ चाहिने हल्का बेसिक मसलाहरू: आधी चम्चा मरिचको धुलो, थोरै जिराको पाउडर, रातो खुर्सानी, कश्मिरी लाल पाउडर, आधी चम्चा बेसार, यो सबै राख्ने। नुन राख्ने स्वादअनुसार, अलिक कम मात्रामा नुन राख्नु होला, र 2 चम्चा तेल राखेर यसले मजाले मोल्ने। यसमा धेरै मसलाहरू हामीलाई चाहिँदैन। यसलाई मोलेर 5 मिनट जति सेट हुनको लागि फ्रिजमा अथवा जाडो महिना छ बाहिर राख्दा पनि हुन्छ। सबै मसलाहरू कोर्ने गरी सबै मोल्ने। यसको ब्याटर बनाउने। यसको लागि चाहिँ 2 चम्चा मैदा। तपाईले यसमा कर्नफ्लोर पनि राख्न सक्नुहुन्छ, मैले मैदा पनि मात्रै राखेको छु। र यसमा चाहिँ आधी चम्चा मरिच, नुन थोरै स्वादअनुसार, किनभने नुन हामीले पनिरमा पनि राखेको छौँ। अनि यसमा थोरै खोर्सानीको धुलो। यो अलिकति स्पाइसी भएकै राम्रो हुन्छ। तपाईँको बच्चाहरूले फ्यामिलीमा कतिको पिरो खानुहुन्छ त्यो अनुसार राख्न सक्नुहुन्छ। यसमा चाहिँ थोरै पानी राख्दै पकौडाको घोल जस्तै हल्का, त्योभन्दा अलिकति पातलो ब्याटर बनाउने। अनि यसको लागि मैले चाहिँ पपकर्न हो, पपकर्न क्रन्ची हुनको लागि चाहिँ मैले यसको लागि चाहिँ कर्नफ्लेक्स लिएको छु। कर्नफ्लेक्सलाई लिएर तपाईँले हातैले अलिकति क्रस गर्न सक्नुहुन्छ, नभए ग्राइन्डरले कोर्सली ग्राइन्ड गर्न सक्नुहुन्छ। तर मैले हल्का हातैले म्यास गरेको छु, ठुलोलाई अलि सानो बनाएको। अनि ब्याटरमा चाहिँ हल्का कोट गरेर त्यसपछि कर्नफ्लेक्समा चाहिँ कोट गर्ने। माथिबाट त्यो ब्याटरले गर्दा कोट हुन्छ मजाले, चारैतिर मजाले लतपत हुने गरी कोट गर्नुपर्छ यसलाई। अब यसमा तेलमा फ्राई गर्ने, डिप फ्राई गर्ने मजाले। एउटा राख्दै फ्राई गर्दै जाने। एकदम क्रन्ची पनि हुन्छ, मिठोबाट भित्रबाट सफ्ट र बाहिरबाट क्रन्ची। पपकर्न पनिर एकदमै मिठो हुन्छ स्न्याक्सको लागि। बच्चालाई एकदमै मनपर्छ, बच्चालाई मात्रै ठुलोलाई पनि एकदमै मनपर्छ। तपाईँ पनि घरमा बनाउनु होला र एकदमै इन्जोय गर्नु होला आफ्नो फ्यामिलीसँग। गोल्डन ब्राउन हुने गरी फ्राई गर्ने दुवैतिरबाट। यतिको गोल्डन ब्राउन भइसकेको छ। यसलाई म केचपसँग सर्भ गर्छु। तपाईँले हरियो चटनी केचपसँग जेसँग नि सर्भ गर्न हुन्छ। मेरो च्यानल मन परेमा लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला।